ओए ओहो आमामा कति मोडेको हो साथी। कुन चाहिँ हरर मुभीको सेट जस्तो फिल भइरहेछ यो। अरे बापरे साँच्चीकै हरर जस्तै भइसकेको थियो अहिले त। भ्यू हेरौँ गाइज भ्यू। वाउ यस्तो हरियाली होइन। हामी राराको लागि जाने बाटो यो रहेछ यतातिर। यो बाटो यतातिर हिँड्नुभयो भने हाम्रो उता पुरै पश्चिम है, अनि यो बाटो हिँड्नुभयो भने हामी चाहिँ राराको लागि चाहिँ यो बाटो जानुपर्छ। हामी चाहिँ अलिकति कन्फ्युज भयौँ क्या साथी, अर्को बाटोमा हिँडिसकेको जस्तो लाग्यो। ओए ल ल केही भएन होइन, केही भएन केही भएन। झन्डै होइन, केही भएन, ठिक छ ल धन्यवाद। रारा So hello, good morning everyone, welcome to my new video once again, and we are at Koalpur right now. अनि यहाँबाट चाहिँ हामी राराको लागि चाहिँ निस्किँदैछौँ होइन। रारा भन्दा नि आजको टार्गेट भनेको हाम्रो मानमासम्म रहेछ होइन, विच इज अराउन्ड 230 किलोमिटर फ्रम कोअलपुर। त्यसको लागि चाहिँ टाइम अहिले 7 घन्टा 33 मिनट चाहिँ भनिरहेछन् होइन। होप चाहिँ टाइममा पुगोस् होइन। अनि टिल नाउ चाहिँ अहिलेसम्म एकदम गजबको भइरहेछ। अहिलेसम्म चाहिँ हाम्रो जर्नी एकदम गजबको भइरहेछ। हिजो चाहिँ अलिकति टफ थियो किनकि 540 किलोमिटर जति हिजो चलाउनु पऱ्यो होइन। बाटो चाहिँ यस्तो कतै कतै चाहिँ राम्रो थियो, कतै कतै एकदम बर्बाद। आज चाहिँ त्यस्तो गर्मी हुँदैन, त्यही भएर आजको एक्सपिरियन्स हिजोभन्दा अलिकति राम्रो हुन्छ है। एक्साइटमेन्ट दह्रो रहेछ। होप सबै कुरा चाहिँ राम्रोसँग होस् भनेर। सो वी आर एट बर्दिया नेसनल पार्क। अनि यहाँको नियमहरू एकदमै स्ट्रिक्ट रहेछ क्या। यता फोटो खिच्न पाउँदैन, केही हाल्न पाउँदैन। स्पिड लिमिटहरू त केही भन्नु भएन। हिजो आउँदाखेरि त सबमा टाइम कार्ड दिइरहेको थियो, यहाँ चाहिँ टाइम कार्ड छैन है। त हामी चाहिँ कुदाउन सकिन्छ एकदम। भ्यू हेरौँ गाइज भ्यू। वाह यस्तो हरियाली होइन, एकदम संरक्षण भएर है। लास्टै घना रहेछ यो जङ्गल बर्दियाको। दुर्घटनाबाट बचौँ र बचौँ, ट्राफिकको नियम पालना गरौँ। चेपाङ खोला भ्यू हेर्नु गाइज भ्यू। कता कता रोक्ने हो साथी?
होइन त्यो बरु ग्यारेज हेरेर रोकौँ न। Look at this view guys, सिधा बाटो अनि यस्तो पहाड। दिदी एउटा पानी दिनुहोस् न, एउटा चाहिँ चिप्स हालिदिनु अनि एउटा कुरकुरे। कति बेला अचानक भोक लाग्छ। कति भयो जोड्नु त उ सबै त 180 हो सबैको 180 ए उसको 440 भयो। यसमै हाल्दैन। धन्यवाद दाजु। फाइनली के खाजाहरू बिच बाटोमा बसेर खानाले के खाजा किने। यत्तिकै 11 बजिसक्यो होइन, भवैमै बसेर यसो खाना खाइदिउँ भनेर हामी प्लान गरेको हो। त्यसपछि यहाँबाट कतै रुक्नु पर्दैन। बसौँ न त। ओके टाइम भइरहेछ 12:11। यो चाहिँ बगै खोला। अनि फाइनली हामी चाहिँ खाना खाएर, खाना चाहिँ बगैमै खायौँ है। खाना खाएपछि बल्ल अहिले इनर्जी जिउमा इनर्जी फिल भइरहेछ है। पानी पर्ला के पानी पर्छ क्या हो साथी। बादल त डह्रो लागिरहेछ यार उता। चर्को घाम छ, परि नै हालिन्छ जस्तो छ। त हेर्नु कस्तो बादल लागेको छ। एनिवे गाइज भ्यूज हेर्नु, भ्यू यस्तो ग्रिनरी गजबको देखिरहेछ नि होइन, स्पिचलेस क्या। यो जुन डार्क क्लाउड सेड होइन, यस्तो ग्रिनरी फ्रेस बाटो, जस्ट इमेजिन गाइज, जस्ट इमेजिन। पानी थोरै थोरै छिटाइरहेछ। एक घन्टाको राइडपछि हामी छिन्चु आइपुग्यौँ। स्टिल हाम्रो डेस्टिनेसन 174 किलोमिटर, विच इज टेक अस अराउन्ड 1 hour, के अरे 6 hours 10 minutes। पानी हालेर हेर त कताको निस्किरहेछ। एउटा थियो कि किला, सानो किला थियो, राम्रोसँग हेर त। लिक्विड त छ तर अलि सानो भन्दा नि त्यो पिन थियो क्या, सानो त्यो। यो हेर्नु कहिले ड्रोन उडाएको। ड्रोनको रोटर ब्रेक लगाएर पुरै काटेर रहेछ। यता यता दुई ठाउँमा काटेछ। खासमा अघिको फ्लाइटमा काटेको हो, मैले चाहिँ देखाइनँ। मोरिङ्गा बजारमा आएर हामीले हावाहरू अनि चेल हान्न लगायौँ। चेल विकेन्ड गर्न लगायौँ। अब यहाँबाट सिधा कति 50 किलोमिटर जतिमा के अरे अर्को पेट्रोल पम्प रहेछ, त्यही गएर अब पेट्रोल हाल्नु पर्ला। यहाँबाट त कता छ त, अब यताबाट लेफ्ट है, यताबाट लेफ्ट लिएर ल। हामीले बाटो नै सोध्न बिर्स्यौँ नि त। ए पछि रहेछ।
रोक्नुपर्छ खै, रोक्नु भएन जाउँ। बाटो सिधा छ, कुदाइदिउँ। ए हाम्रो लेफ्ट साइडमा हेर्नु गाइज, भेरी नदी। ऊ त्यहाँ भेरी नदीकै पुल रहेछ त्यो। साथीहरू, दिस इज भेरी। बहाव हेरौँ यार, बहाव कस्तो छ। ओ म्यासिभ क्या। के भयो दाइ? हो र? ल कताबाट बिग्रियो र यो? एक नम्बर तान्नुपर्ने किन यार, यो हेर्नु न, यो मोबिल हो कि खैजा जस्तो छ। अब त कि त्यता नजिकमा कोही छ भने मान्छे बोलाएर ल्याउनु पर्छ। ल नम्बर छोडिराख्नु न, म मान्छे पठाइदिन्छु, नम्बर छोडिदिनु न। उता भेट्यो भने त म फोन गरेर पठाइदिन्छु है। ल कुन ठाउँ हो यो? कुन ठाउँ यो? यो त कर्णाली पुलभन्दा के अरे यो भेरी पुलभन्दा अलिकति अगाडि। अँ 6 किलोमिटर अगाडि यता भेरी, यता यो सुबकुनाको बिच हुन्छ 6 किलोमिटर। 6 किलोमिटर सुबकुनाबाट ठ्याक्कै 6 किलोमिटर। ल दाइको गेरै फुस्केर त्यो बिचरा यस्तो जङ्गलमा अब कहाँ एक्लै गाडी धकेल्दै आइरहेको थियो। बरु यतातिर कोही भेट्यो भने ग्यारेजहरू अनि पठाइदिन्छु त मान्छे। म नि यस्तोमा परेको कि एकचोटि, कोही नभएर यस्तो तनाव भइरहेको थियो, हेल्पलेस पुरा, केही गर्न नसकिने है, आफ्नो फोन लाग्ने न केही। हाम्रो नि चेक हुन्छ त, हुँदैन होला। बाइकको त हुँदैन चेक। हाम्रो बालनजीको ए ओके। त्यो अघिको दिदीलाई चाहिँ साथीले उतै पुलिसवाला के अरे त्यो चेकपोइन्टनिर झारिदिनु भयो होइन। अनि उहाँलाई चाहिँ त्यो ग्यारेजवालासँग कुरा गराइदिनु भयो अरे। अनि उनीहरूले आफै सब हेरिहाल्नुहुन्छ अरे। कमसेकम त्यति त गर्न पाइयो हामी होइन। ऊ यहाँ रहेछ पेट्रोल पम्प, जाउँ जाउँ जाउँ। अघि भर्खर हालेको नि त होइन, मैले हालिनँ। ल हजुर हजुर, यता हाल्दिनँ त। ल हेरौँ कोलपुरबाट यहाँ पुग्नाले कति पेट्रोल खान्छ हेरौँ। हेर्नु त 3 गरिदिनु, 3 लिटर। कति भयो दाइ? 480, 160 रहेछ त। कोलपुरदेखि यहाँसम्म आइपुग्नलाई कति 3 लिटरसम्म पेट्रोल खाइसक्यो। 3 लिटर पेट्रोल है, ठ्याक्कै 3 लिटरमा फुल भयो होइन। भनेपछि कति दाइले भनेअनुसार 86 किलोमिटर रहेछ। अनि त्यो हिसाबले कति खायो त? 7 तिरी 21, 24, 28, 28.5 जतिको माइलेज दियो। हो हाइवे भएर 28.5 जतिको माइलेज दिइरहेछ। अझ मेरो बसन्तीले गजबको पर्फर्मेन्स दिइरहेछ अहिलेलाई होइन सोल्टी। दिस इज खजुरा गाइज, खजुरा। एउटा चौक सिधेर अर्को चौक आउँदा यो चाहिँ अघिको टिपिरा, यो चाहिँ खजुरा। रुक्दा घुमेर हामी यता जाने अरे।
यता 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 त्यो म्यापले देखाएको बाटो नै ठिक रहेछ रे, हामी जाने भनेको यतैतिरबाट हो। अर्को रुट चाहिँ त्यो अघिको सिधा बाटो गयो भने लगभग लगभग 5 घन्टा 53 मिनट बताइरहेको थियो, यो चाहिँ 5 घन्टा 27 मिनट भनेपछि आधी घन्टाको फरक रहेछ हाराहारी। र त्यो अनुसारले बाटो यतैको राम्रो हो भनेर चाहिँ बुझौँ होइन। अनि लेट्स फलो द गुगल म्याप। यताबाट लेफ्ट लिएर यताबाट रहेछ के अरे यताबाट राइट लिएर अनि माथि उतै जानुपर्छ। सो अब चाहिँ हामी यो चाहिँ कपासे ठाउँ रहेछ। सो अब चाहिँ हामी बिस्तारै बिस्तारै एल्टिट्युड गेन गर्छौँ होला। शानदार जबरदस्त भ्यू। ओ हेर्नु फोटो सेसन यहीँ रुको मेरो एकछिन है। ऊ त्यहाँ रहेछ एयरपोर्ट। म देखाउँछु। ओके दिस भ्यू। मान्छेहरू फोटो सेसन गरेर ओ त्यहाँ माथि माथिसम्म बाटो गइरहेको रहेछ। ओहो भर्खरै यार अघि भर्खरै निस्केको उताबाट आएर लडेछ। यताको डाँडामा पुरै बादल लागेर बादलको छाया देखिरहेछ कस्तो गजब। उतातिर फेरि घामले अर्कै सेड्स देखिरहेछ उता। ल यो हेर्नु गाई चाहिँ हामी बादलमाथि चलाएर यहीँको यहीँ देखिरहेको छैन। पुरै हुस्सुले डामडुम ढाक्या रहेछ भयभरको सबै सबै पहाड पुरै ढाकेर है। कुन चाहिँ हरर मुभीको सेट जस्तो फिल भइरहेछ यो। अरे बाप्रे साँच्चीकै हरर जस्तै भइसकेको थियो अहिले त। एकैचोटि गाडी थियो माइ गॉड झन्डै यस्तो तर्सेको म यार। कुन चाहिँ हरर मुभीको सेट भन्न साथ होइन सट्टै निस्किदिएर। हामीले जान दिनु सर, हामीले जान दिनु। अरे बाप्रे ठाउँ नै रहन्छ यार। एनिवे भ्यूज हेर्नु गाइज, भ्यूज हो। अहिले बादल अलिकति छुट्टा छ बादल। अनि यता साइडको हेर्नु एकैछिन ल, एकछिनमा आइहाल्यो। ओहो बल्ल अलिकति बादल फाटेछ यता। तल त पुरै ढाकेर है। त्यो पानी पर्ने बादल नै हो के अरे होइन। सिधी पाइला हामी आइपुग्यौँ। यही हो सिधी पाइला। अझ हाम्रो डेस्टिनेसन 4 घन्टा 49 मिनट भनिरहेछ, 127 किलोमिटर। त्यो त ग्यारेन्टी आज पुगिँदैन यार। म्याक्सिमम् आज चलाउने भनेको चाहिँ 80 किलोमिटर जति चलाउला आज होइन। 50 किलोमिटर भोलिको लागि चाहिँ छोड्नुपर्छ। ओहो बाटो साँघुरो भएर है। बाटो साँघुरो भएर दुईवटा गाडी आयो कि कटाउनु कस्तो गाह्रो भइरहेछ। ओहो
ल निस्कियो। बाटो त एडभेन्चरस नै रहेछ, प्लस यस्तो भ्यू टोटली अमेजिङ क्या। आमामा कति मोडेको हो साथी, अलिकति हेरेर जानु यार। कति मोड्यो त्यसले, पुरै हाम्रो साइड लिएर आउँदैछ यार। गाडी भएको भए त्यहाँ। ओहो ओपन एरिया बल्ल आयो हेरौँ त गाइज। ल यहाँबाट हेरौँ साथीहरू, वहाँसम्म डाँडा देखिरहेछ। बाफ्रे यहीँबाट जानुपर्छ हामीले। यसो हेर्दाखेरि म्याप हेर्दाखेरि त्यही यतैबाट गएर जानुपर्छ हामीले पनि। कस्तो गजबको भ्यू, एकदम शान्त, हावा पनि त्यस्तै है। पुरै काठमाडौँको भिडभाडबाट यता त्यहाँ हेर्नुभयो भने ठुलो बस्ती रहेछ हो। यसकै लागि त निस्केर आउने हो नि गाउँबाट त है, कामको टेन्सनबाट पुरै। गजबको भ्यू रहेछ। जाउँ अगाडि जाउँ, अब उतै पुग्ने आखिर। ल सो वी आर रिच्ड एट घोडेबास। घोडेबास पुग्नलाई बाप्रे हामीले त्यो 6.5 घन्टा है। कति होला, अरे बिरालोले बाटो काटे यार। जाउँ केही हुँदैन। आज त जे गरी नि पुगिँदैन। 4 घन्टा अझै भनिरहेको छ। 133 किलोमिटर रहेछ। 133। अब यतै कतै गएर बस्नु पर्ला। 70 किलोमिटर जति चलाऊँ, त्यसपछि बसौँ कि कतै गएर। अलिकति राम्रो ठाउँ हेरेर अनि त्यही बसिदिनुपर्छ। ए पानी ट्याङ्की जस्तो रहेछ यो। घर घर धारा, गुराँस सरकारको के रहेछ, अभिभारा। ए ऊ रहेछ, कोट पो रहेछ त। घर घर धारा, गुराँस सरकारको अभिधारा के अरे अभिभारा। अभिभारा एउटा देखेकै छैन। पानी ट्याङ्की रहेछ यो। पानी ट्याङ्की मजाले घेरिरहेको रहेछ। अब हामी एकछिन यहीँ बसौँ, एकछिन यतै बसेर ड्रोन उडाउँ अनि खाजा खाएर बसौँ है साथी। चिल गरेर, चिल पारामा यस्तो मजाको लोकेसन भेटायो हामीले। अघि हामी 2 जना साथी मजाले बसेर खाजा खायौँ अनि एकछिन रेस्ट गरेर अनि अहिले भर्खरै निस्किन लाग्यो। स्टिल हाम्रो डेस्टिनेसन 113 किलोमिटर रहेछ। त्यो 113 किलोमिटर कटाउनलाई 4 घन्टा 21 मिनट भनिरहेको छ भनेपछि डेफिनेटली अफ रोड नै होला। अहिले भइसक्यो टाइम 5:16 भनेपछि 5:16 भइसक्यो। अहिले त टाइम नै हेरेको थिएन। अब त धेरै, अब कतै यतै गएर बस्नु पर्ला यार साथी।
कमसेकम हामी जहिले कटेर बस्नुपर्छ यार होइन, अनि भोलि ठिक्क हुन्छ। यहाँबाट लेफ्ट ए तल र हाम्रो चाहिँ कालीकोट जानलाई यही बाटो हो तलको। यहाँ माथिबाट लेफ्ट लिइसकेपछि अनि हामी कालीकोटतिर जान सक्छौँ यतातिर। ओहो अगाडि हेर्नु गाइज, अगाडि हेर्नु साथीहरू, अगाडि हेर्नु। ओह कर्णाली खोला। That's beautiful रहेछ यार। खै यता देखाउ त, खाऊ ल। ल निस्किसक्यो त भाइको। खै राम्रोसँग टाल्यो त्यहाँ साथी। घाउ भइरहेको रहेछ होइन, अनि पुरै उसले टालेर बसिरहेको थियो। देखाउ त के हो? के नाम हो तिम्रो? तिम्रो नाम के? रिङ बहादुर बुढा। अनि तिम्रो बाबु? कमल बुढा। अनि तिमी? भरत बुढा। तिमी के दाजुभाइ हो? तिनैजना हो? अनि आफ्नै दाजुभाइ हो? कति वर्ष बसेको तिमीहरू? तिमी 12? तिमी 12 वर्षको? ए तिमी 10? अनि तिमी कति वर्षको? 6 वर्ष। अनि आमा छैन? अनि बा छ? के गर्नुहुन्छ बा? माछा मार्नुहुन्छ? ए अनि खै त बा अहिले घरमै हुनुहुन्छ कि माछा मार्न हिँड्नु भएको? माछा मार्न? ए कुन घर हो तिम्रो? माथि? ए ल सही रहेछ भाइहरू। पैसा दिएको चक्लेट खाऊ है। ल है त। हामीलाई यहीँ कर्णालीको ड्रोन सट लिँदा लिँदै साँझ परिसक्यो। अनि हाम्रो त्यसै आज त धेरै टाढा जाने प्लान थिएन। म्याक्सिमम् जाने भनेको हाम्रो कालीकोट हो। त्यहाँ चाहिँ त्यहाँसम्म अझै अराउन्ड त्यसै होला 24-25 किलोमिटर जति होला। सो आज त्यति कभर गरेर आज त्यही सोध्ने हो। बाँकीको जुन 70 किलोमिटर हुन्छ त्यो भोलि हामी कभर गरौँला। अब आज राति केयर राइड गर्नु होइन, रातिमा के बाइक चलाउनु अलिक रिस्की नै हुन्छ। अर्को के छ भने मेन हाम्रो भ्यूहरू सबै मिसिङ हुन्छ। अनि त्यही अब भ्यू नै हेर्न पाएन भने त के काम नै आएर होइन। सो आज हाम्रो बास भनेको यही कालीकोटसम्मै हो। अनि कालीकोटमा के कस्तो कोठा भेटाउँछ अनि त्यो सबै तपाईँहरूले तपाईँहरूले कभर गरौँला।